यो सत्रका सभापति, वरिष्ठ अधिवक्ता, निर्वाचन समितिका प्रमुख आदरणीय सीताराम केसीज्यू, मेरो आदरणीय नेता विश्वप्रकाश शर्माज्यू, मञ्चासीन सबै नेपाली कांग्रेसका नेतागण, यहाँ उपस्थित सबै अग्रजहरू, उपस्थित सबै साथीहरू, सबैलाई फेरि एकपटक मेरो हार्दिक जय नेपाल। आज हामी नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई विशेष ढंगले समापन गर्ने क्षणमा आइपुगेका छौं। आजभन्दा 68 वर्ष पहिला यस्तै एउटा क्षण आएको थियो, तर काठमाडौँमा होइन, विराटनगरमा। कार्यक्रमको सभापति हुनुहुन्थ्यो नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला, र त्यो बेलामा कार्यक्रममा मञ्चमा आज विश्वप्रकाश शर्मा बसेको जस्तै गरी बस्नु भएको थियो सुवर्ण शमशेर। सुवर्ण शमशेर नेपाली कांग्रेस पार्टीको सभापति हुनुहुन्थ्यो। सुवर्ण शमशेरले चाहनु भएको भए अझै केही वर्ष सभापति रहिराख्न सक्नुहुन्थ्यो, तर सुवर्ण शमशेरले आफै निर्णय गरेर विशेष अधिवेशन गराउनु भयो, र त्यो विशेष महाधिवेशनबाट जननायक बीपी कोइरालालाई निर्विरोध पार्टी सभापतिमा निर्वाचित गरियो। त्यसको एउटै उद्देश्य थियो, पार्टीमा आन्दोलन जानुपर्ने एउटा बाध्यता थियो पार्टीलाई। त्यो आन्दोलन निर्माण गर्नका निम्ति आजको दिनमा बीपी कोइराला योग्य पात्र हुनुहुन्छ भन्ने ठानेर सुवर्ण शमशेरले त्यो अधिवेशन गराउनु भएको थियो। यो नेपाली कांग्रेसको परम्परा हो। Hardik IVF and Fertility Center, where miracles come to life. 2046 सालको आन्दोलनको नेता सर्वोच्च कमान्डर गणेश मानसिंह हुनुहुन्थ्यो। राजा वीरेन्द्रले बोलाएर तपाईँ प्रधानमन्त्री हुनुपर्छ भनिसके पछाडि म होइन महाराज प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई बन्नुहुन्छ भनेर आएको पार्टीको हामीहरू कार्यकर्ताहरू हुन्। आज नेपाललाई दुखेको बेलामा, नेपाली कांग्रेसलाई घाउ लागेको बेलामा हामी पनि यो भन्दा भिन्न माहौलमा, भिन्न परिस्थितिमा हाम्रा सबै श्रद्धेय नेताहरूको उपस्थितिमा भव्यतापूर्वक विशेष अधिवेशन भएको त्यो दृश्य, त्यसको साक्षी बस्न चाहन्थ्यौँ। हामी कसैको पनि यो रहर थिएन यो भिन्न ढङ्गले यसरी अधिवेशन होस् भनेर। यो बाध्यता हो, तर यो बाध्यता यो ठाउँसम्म हामी आइ नै पुग्नु पर्थ्यो। यो जोखिम हामीले उठाउनै पर्थ्यो, र आज यो जोखिम मैले भन्दा बढी जोखिम तपाईँले उठाउनु भएको छ, तल बस्ने साथीहरूले उठाउनु भएको छ, यहाँ बस्ने स्टेजमा बस्ने थुप्रै नेताहरूले उठाउनु भएको छ। र आज हामी नेपाली कांग्रेसको विशेष अधिवेशनको, विशेष महाधिवेशनको एउटा ऐतिहासिक क्षणमा छौँ। म तपाईँहरू सबैप्रति आभारी छु। नेपाली कांग्रेस जस्तो पार्टीको, जुन पार्टीको सभापतिको नाम लिँदाखेरि मात्रै पनि यो पार्टीमा यो सभापति हुनुभयो, यो सभापति हुनुभयो भनेर पार्टीका सभापतिहरूको नाम लिँदै गर्दाखेरि मात्रै पनि गर्वले छाती फराकिलो हुन्छ। त्यो हाम्रो महान पार्टी नेपाली कांग्रेस पार्टीको सभापति जस्तो जिम्मेवारी आज तपाईहरुले सुम्पनु भएको छ। यो सानो जिम्मेवारी होइन, यो सानो अभिभार होइन। म इमानदारीपूर्वक तपाईहरुको बीचमा शपथ खाएर भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सुम्पनु भएको छ, तपाईहरु कसैको पनि शिर निहुराउने अवस्था आउन दिने छैन। नेपाली कांग्रेस पार्टीको शान राख्छु। यो पार्टीमा लाग्ने तमाम पार्टीका साथीहरूले नेपाली कांग्रेस भएको कुरामा गौरव हुने अवस्था बनाउँछु र हाम्रो देशमा कांग्रेस जस्तो पार्टी छ भन्ने अवस्थामा नेपाली कांग्रेस पार्टीलाई तपाईको सहयोगबाट पुर्याउने हो र नागरिकहरूलाई यस्तो अप्ठ्यारो बेलामा पनि कांग्रेस छ भन्ने कुराको, जसरी हिजो कांग्रेसले भरोसा दिलाउँदै आयो, चाहे त्यो राणाशाहीको बेलामा होस्, चाहे त्यो पञ्चायतको बेलामा होस्, चाहे त्यो हिजो कुनै बेलाको नेपाल चाहिँ एउटा युद्धको चपेटामा परेको बेलामा होस्, त्यही भरोसा जगाउने काम फेरि एकपटक नेपाली कांग्रेसले गर्नेछ। तपाईलाई विश्वास दिलाउन चाहन्छु। हामी सडकमा आएकै हो। सडकमा किन आएको भने सडकको आवाज सुन्नको लागि आएको। नेपालमा एउटा परम्परा बस्यो, नागरिकहरू सडकमा आउने, सडकले राजनीतिक दलको नेताहरूलाई चुनौती दिने, तर राजनीतिक दलभित्र यसरी शक्ति जमेर बसेको हुने कि त्यो जमेर बसेको शक्तिको आधारमा पार्टीको सत्ता कब्जा हुने।
अनि त्यो पार्टीको सत्ताको ताकत र बलमा सडकमा आएको नागरिकको आवाजलाई दबाइने, जसले गर्दा त्यो नागरिक हेर्दै गर्दाखेरि डेमोक्रेसी छ, हेर्दै गर्दाखेरि बहुदल छ, हेर्दै गर्दाखेरि दलहरूको बिचमा प्रतिस्पर्धा छ। तर जब नागरिक छान्न उभिन्छ त्यो बेलामा उसले महसुस गर्छ नेपालमा लोकतन्त्र होइन दलतन्त्र छ भन्ने कुरा उसले महसुस गर्छ। अझ दलतन्त्र होइन गुटतन्त्र छ भन्ने कुराको महसुस गर्छ। त्यो साँगुरो बन्दै गएको छ, त्यसलाई खुम्च्याउँदै गइएको छ। यसलाई भत्काउन आवश्यक थियो। नेपाली कांग्रेसको विशेष महाधिवेशन कांग्रेसको इतिहासमा मात्र होइन, आधुनिक नेपालको इतिहासमा भुइँ तहको कार्यकर्ताहरूले गरेको सबैभन्दा ठुलो हस्तक्षेप हो। भुइँ तहको कार्यकर्ताहरू भनेको जनताको प्रतिनिधि हो, नागरिक हो। त्यो नागरिकहरूले गरेको हस्तक्षेप हो, दलभित्र गरेको हस्तक्षेप हो। दलको नेताहरूसँग उठाएको प्रश्न हो यो। दल सुध्रनु पर्छ, दल बदलिनु पर्छ, वर्षौंदेखि भन्दै आइयो। तर दल बदल्नका निम्ति, दल सुधार्नका निम्ति भनेर मात्र होइन गर्नुपर्छ भनेर यो पटक गरेको समय पनि हो। त्यसैले म सबै महाधिवेशन प्रतिनिधि साथीहरू जसले यत्रो जोखिम उठाएर काठमाडौँ आउनुभयो, यो चिसोमा यत्रो दिन बस्नुभयो, हामीले जम्मा 2 दिनको लागि बोलाएका थियौँ, तपाईहरु सबैप्रति हार्दिक कृतज्ञता अर्पण गर्न चाहन्छु। गाउँ तहमा बस्नुभएका पार्टीका शुभेच्छुक साथीहरू, कार्यकर्ताहरू, पार्टीका आम सदस्य साथीहरू, कार्यकर्ता पनि नहुनु आम सदस्य साथीहरू, समर्थक शुभेच्छुक, तपाईहरु सबैलाई हार्दिक बधाई दिन चाहन्छु, हार्दिक सम्मान प्रकट गर्न चाहन्छु, कृतज्ञता ज्ञापन गर्न चाहन्छु। किनकि तपाईले आफूले निर्वाचित गराउनु भएको महाधिवेशन प्रतिनिधिलाई जाऊ काठमाडौँ जाऊ विशेष महाधिवेशनमा सहभागी भएर आऊ भनेर पठाउनु भएको छ। यी साथीहरू अब फर्केर तपाईहरुको ठाउँमा आउनुहुन्छ। अब तपाईले फेरि एकपटक माया गर्नुपर्नेछ। यहाँ आउनुभएको प्रत्येक महाधिवेशन प्रतिनिधि साथीको साथमा तपाईँ उभिनु पर्नेछ। उनले जोखिम उठाएका छन्, त्यो जोखिमलाई पुरस्कृत गर्ने पालो अब तल गाउँमा बसेको साथीहरूको छ। तपाईले त्यो गर्नुहुन्छ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु। कांग्रेस भन्दा बाहिर रहनु भएको नागरिकको पंक्तिलाई पनि म यहाँबाट एउटा सादर अनुरोध गर्न चाहन्छु। पार्टीहरू के हो? पार्टीहरू भनेको पार्टीभित्र सीमित जिम्मेवारीमा बसेका पार्टीका केही पदाधिकारीको मात्र होइन। पार्टी भनेको त्यसको सदस्यता लिएको, रसिद काटेको त्यसको सदस्य मात्र पनि होइन। पार्टी भनेको सार्वजनिक संस्था हो। आज हामी कांग्रेसका साथीहरू यहाँ जम्मा भएका छौँ, तर कांग्रेसको साथीले नेकपा एमालेको बारेमा पनि बोल्न पाउँछ, माओवादीको बारेमा पनि बोल्न पाउँछ। माओवादी र एमालेको मात्र होइन, कुनै पनि दलको सदस्य नभएको व्यक्तिले पनि अरू दलका बारेमा चासो राख्न पाउँछ, प्रश्न गर्न पाउँछ, आफ्नो मत राख्न पाउँछ। त्यसैले नेपाली कांग्रेस पार्टीको यो अधिवेशन तपाईहरुको पनि चासोको विषय हो, तपाईहरुको चासोको विषय पनि बन्नुपर्छ। काठमाडौँमा अरू थुप्रै अधिवेशनहरू सम्पन्न भए, भोलि पनि होलान्। ती अधिवेशनहरूभन्दा यो अधिवेशन भिन्न छ। किनकि मैले अघि पनि भने यो अधिवेशन पार्टीको तल्लो तहमा बसेको साथीहरूको आह्वानमा भएको अधिवेशन हो र पार्टीको तल्लो तहमा भएको साथीहरूले आह्वान गर्नुभएको तपाईको आवाजलाई मान राख्नका निम्ति हो। सडकमा आउनुभएका नौजवानहरू, जेनजी युवाहरू र उनका अभिभावकहरू, फरक फरक उमेर समूहका प्रत्येक नेपाली नागरिक जसलाई नेपाली कांग्रेस पार्टीको घरभित्र के भइरहेको थियो भन्ने जो चासो थिएन होला, तर आजको यो घटनालाई तपाईले चासोपूर्वक हेर्नुपर्छ। तपाईले मन दिएर यसको बारेमा सुन्नुपर्छ। किनकि आज यो हलभित्र मेरा बारेमा छलफल भइरहेको छ। मेरो आवाज सुन्नका निम्ति मैले हिजो सडकमा आएर गरेको आह्वानलाई त्यसको सम्मान राख्नका निम्ति कांग्रेसका साथीहरू जुटे, जुरमुराए, एउटा जोखिम उठाए भन्ने कुरा तपाईले महसुस गर्नुपर्छ। कम्तीमा यो कुरालाई यसरी लिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो। निर्वाचन आयोगलाई हामी ठूलो भरोसा राख्छौं। हाम्रो संविधानले चिनेको निर्वाचन आयोग, हाम्रो संविधानले चिनेको निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने हाम्रो ठूलो विश्वास छ। निर्वाचन आयोग नेपालको प्रचलित कानूनलाई हेर्छ, परम्परालाई हेर्छ, विधानलाई हेर्छ, यहाँभित्रको उपस्थितिलाई हेर्छ। यत्रो भव्य अधिवेशन भएको छ, हाम्रो विधानलाई हेर्छ। विधान महाधिवेशन भन्दा ठूलो विधानले अरू कुनै पनि संरचना भनेको छैन। होइन पार्टीको सदस्यहरू कतापट्टि उभिएका छन् भनेर नै हेर्ने हो भने करिब करिब 10 लाख क्रियाशील पुरानो र नयाँ गरेर नेपाली कांग्रेस पार्टीको छ। म धेरै भन्दिन, तर निर्वाचन आयोगले साच्चै हेरौँ भनेर भनेको दिन नेपाली कांग्रेसले आह्वान गरेको बेलामा त्यो 10 लाख मध्ये 9,80,000 क्रियाशील सदस्य एक ठाउँमा उभिएनन् भने त्यो बेलामा भन्ने अवस्था आउँछ। नेपाली कांग्रेस कहाँ छ भन्ने कुरा त्यसैले पनि बताउँछ।
मेरो आज धेरै कुराहरू छैन। अब हामीले धेरै कामहरू गर्नुपर्नेछ, छोटो समयमा धेरै कामहरू गर्नुपर्नेछ। नेपाली कांग्रेसका बारेमा कोही साथीहरू आज पनि कति बाहिर सोधिराख्नु भएको थियो, पत्रकार साथीहरूले कांग्रेस फुट्यो तपाईहरु के भन्नुहुन्छ? म विनम्रतापूर्वक आग्रह गर्छु, कृपया कसैले पनि यो कुरा नसोधिदिनु होला, नभनिदिनु होला। कांग्रेस फुटेको छैन, कांग्रेस यही छ। कांग्रेसको विधानमा विशेष महाधिवेशन हुन्छ भनेर लेखेको विधानको अभ्यास गर्दा कसरी फुट्छ कांग्रेस? कसरी फुट्न सक्छ कांग्रेस? यहाँ अधिवेशन सम्पन्न भयो, यही अगाडिपट्टिको राष्ट्रिय सभागृहमा भएको त्यही अधिवेशन प्रतिनिधिले 14औं महाधिवेशनमा जसरी आदरणीय नेता शेरबहादुर देउवालाई पार्टीको सभापति बनायो, त्यही महाधिवेशन प्रतिनिधिको उपस्थितिको विशेष महाधिवेशनले आज मलाई नेपाली कांग्रेस पार्टीको सभापति बनाएको छ। यही हो विधान, यही हो व्यवस्था। यसको आधारमा हामी अब हाम्रो आफ्ना कामहरू सकेर यहाँ अब निर्वाचन समितिले आफ्नो कामहरू सक्छ। यत्रो आज यति राति भइसकेको छ, धेरै समय पनि लिन्न। त्यसपछि हामीहरू भोलि निर्वाचन आयोगमा जान्छौँ, पार्टीको महाधिवेशन विशेष महाधिवेशनका सन्दर्भमा भएका निर्णयहरूको बारेमा जानकारी गराउँछौँ। हाम्रो विशेष महाधिवेशन भइरहेको छ र केही दिन पछाडि यसको निर्वाचनबाट नयाँ कमिटी आउँछ भन्ने कुराको बारेमा हामीले समयमै निर्वाचन आयोगलाई जानकारी गराएका छौँ। बाँकी रहेका विषयहरूको बारेमा पनि हामीहरू जानकारी गराउँछौँ। म आज महाधिवेशनबाट निर्वाचित हुनुभएका सबै साथीहरूलाई हार्दिक बधाई दिन चाहन्छु। अहिले केही बेरमा निर्वाचन समितिले भन्छ, मलाई थाहा छ थुप्रै साथीहरू हामीसँगै बसेर एउटै कमिटीमा बसेर काम गर्न चाहनु भएको थियो। मैले तपाईलाई हिजो पनि अनुरोध गरेँ, आज फेरि म दोहोऱ्याएर भन्छु, साथीहरूले मलाई विश्वास गरिदिनुपर्छ, साथीहरूले विश्वप्रकाश शर्मालाई विश्वास गरिदिनुपर्छ, साथीहरूले हामीलाई माया गरिदिनुपर्छ। आज हामी अधिवेशनबाट निर्वाचित भएर पनि आएका छौँ, तर सँगसँगै हामी एउटा अभियानमा पनि छौँ, हामी एउटा आन्दोलनमा पनि छौँ। थोरै समयभित्र धेरै काम गर्नुपर्नेछ। माघ 6 गते नोमिनेसन गर्नुपर्नेछ, निर्वाचनको तयारी गर्नुपर्नेछ, फागुन 21 गते पार्टीलाई चुनावमा लिएर जानुपर्नेछ। देशका अरू थुप्रै कुराहरूका सन्दर्भमा नेपाली कांग्रेसको भूमिकालाई ठिक बनाउनु पर्नेछ। यो बेलामा विशेष महाधिवेशन आयो, तपाईहरुले देख्नु भएको छ अन्तिम क्षणसम्म आज दिउँसोसम्म पनि हामी सबै कुरा छाडेर पार्टीभित्र बृहत्तर एकता बनाउन सकिन्छ कि भन्ने प्रयासै गरिरहेका थियौँ, किनकि हाम्रो मनको चाहना त्यही नै थियो। हामी आज दिउँसै आएर तपाईलाई भनिसकेका छौँ, म त्यो कुरा दोहोऱ्याउन चाहन्न। हामीले जम्मा एउटा कुरा भनेका थियौँ, तपाईहरुले गाउँमा लगिदिनुपर्छ। नचाहिने कुरा बोल्दिनँ म, चाहिने कुरा बोल्छु, फेरि भएको कुरा बोल्छु। के पनि भनेको होइन। हामीले राखेका 6 बुँदे 5 बुँदे 7 बुँदे 8 बुँदे त्यो एउटै बुँदालाई 5वटा ठाउँमा लेखे पनि हुन्छ। जम्मा एउटा कुरा भनेको, श्रद्धेय सभापतिजी, तपाईप्रति ठुलो श्रद्धा छ। आदरणीय शेरबहादुर दाई, तपाईप्रति सम्मान छ। तपाईले नेपालको राजनीतिमा धेरै तपाईका आफ्ना कतिपय कमजोरी ती आफ्नो ठाउँमा होला, तर तपाईले नेपालको लोकतन्त्रमा धेरै ठुलो योगदान पुर्याउनु भएको छ। तर प्रत्येक कुराको एउटा अध्याय हुन्छ, तपाईको अध्याय यहाँ आएर टुङ्गियो अब, र तपाईले विश्राम लिनुपर्छ। ग्रेसफुल्ली सबैले लिन्छ नि घरमा बाहरू त आमाहरू त छोराछोरीले म जिम्मा लिन्छु भनेर आयो भने खुसी हुँदैन भने ल आऊ बाबुसँगै अगाडि सर भन्ने होला नि। हामीले के भन्यौ र आज बिहान गएर? हामीले हिजो के भन्यौ? आज बिहान पनि के भन्यौ? कसलाई बनाउने हो प्रधानमन्त्री बनाउनुहोस्, कसलाई बनाउने हो पार्टी सभापति बनाउनुहोस्। दुईटा महामन्त्री हामीले आज महामन्त्रीको हैसियतमा बिहान गएर विश्वप्रकाश शर्मा र मैले दुईजनाले गएर आदरणीय शेरबहादुर दाईको घरमा आफै समय लिएर गएर आज बिहान पनि त्यही भनेको। हामीलाई केही पनि भन्नु छैन, हाम्रो बारेमा होइन यो, हामी के भन्ने बारेमा होइन, पार्टीलाई ठिक ठाउँमा उभ्याउने बारेमा हो। एउटा निर्णय मात्र गरिदियो पुग्छ। यो पटक नेपाली कांग्रेस पार्टीको चुनाव चिन्ह रुखमा मत हाल्दै गर्दा एउटा मतदाताले मैले मत हाल्यो भने के हुन्छ? मेरो पार्टी ठुलो हुन्छ। मेरो पार्टी ठुलो भयो भने के हुन्छ? मेरो पार्टीको सरकार बन्छ। अनि त्यो सरकार बन्दै गर्दा सरकारको प्रधानमन्त्री को बन्छ भन्दै गर्दा हामीले ठिक उत्तर दिन पायौं भने यति भए पुग्छ। त्यति मात्रै भनेको, जम्मा यति भनेको। यति एउटा कुरा गर्न पायो भने पार्टीलाई ठिक। त्यो भनेको म हुनुपर्छ अर्को हुनुपर्छ होइन, पार्टीले जसलाई पनि बनाउन सक्छ। यति कुरामा हामी खुला भएर जाउँ भनेर भन्दै गर्दाखेरि पनि के यो कुरा भन्नु अपराध थियो? आज नेपाली कांग्रेस पार्टीका सन्दर्भमा
हामीले पार्टीलाई ठिक ठाउँमा उभ्याउने कोसिस गऱ्यौँ, तपाईँहरूले साथ दिनुभयो। योभन्दा बढी अरू कुरा म भन्न चाहन्न। खालि मैले यति मात्र आग्रह गरेँ, थुप्रै साथीहरू हुनुहुन्थ्यो, दौडमा भयौँ, हतारमा भयौँ। तपाईँहरू साथीहरूले आफूले मनोनयन पनि दिनुभयो, तर सँगसँगै मनोनयनलाई आफूले गरेको कुरालाई सँगसँगै फिर्ता लिने स्वीकृति पनि दिनुभयो। छोटो समयभित्रमा टिम निर्माण गर्नुपर्ने अहिले भर्खर यहाँ साथीहरूले आएर भनिराख्नु भएको छ। कति ठाउँमा जिल्ला छुटेको छ, कतिपय ठाउँहरूमा ठिक ढङ्गले सन्तुलित भएको छैन, कतिपय ठाउँमा पर्नुपर्ने साथीहरू छुट्नु भएको छ। ए फलानु साथी, म यहाँ बस्दै ए फलानु साथी त पक्कै पनि हुनुहुन्छ होला भन्ठानेको नपरेको अवस्था छ। यी कुराहरू भएका छन्। तर म फेरि तपाईँहरूलाई विनीत भएर आग्रह गर्न चाहन्छु, हामी ठुलो अभियानमा छौँ। जो साथीहरू अत्यन्त महत्त्वपूर्ण साथीहरू हुनुहुन्छ, जुन जिल्लाको साथीहरू छुट्नु भएको छ, जुन ठाउँको साथीहरू छुट्नु भएको छ, जो पर्नुपर्ने साथीहरू हो, ती पर्नुपर्ने साथीहरूका सन्दर्भमा हामी निर्वाचन आयोगमा गएर हाम्रो नयाँ कमिटीको बारेमा अद्यावधि गर्न साथै हाम्रो नयाँ विधानको पनि कार्य प्रारम्भ हुन्छ। नयाँ विधानका आधारमा हामीले यस्तै अप्ठ्यारो आउला भनेर प्रत्येक प्रदेशबाट एकजना महिला सहित 3 जनाको, प्रत्येक क्लस्टरबाट एकजना महिला सहितको 3 जनाको जनसम्पर्क समितिबाट नौजवान युवाहरू, यसै गरिकन 3टा सहमहामन्त्री खुला ल्याउन सक्ने गरिकन विधानको व्यवस्था गरेका छौँ। त्यसैले छुट्नुभएको साथीहरूका सन्दर्भमा कतिपय ठाउँहरूमा थोरै ठाउँ मात्र थियो, किनकि योभन्दा पहिले केन्द्रीय समितिमा बसिरहेको हाम्रो ठुलो सङ्ख्या थियो। स्वाभाविक रूपमा यो विशेष अधिवेशन भएको हुनाले गर्दा केन्द्रीय समितिमा भएका हामी थुप्रै साथीहरू त्यहाँ दोहोरिने कुरा भयो र त्यो दोहोरिँदै गर्दाखेरि थोरै साथीहरूको लागि मात्र स्थान रह्यो। कतिपय ठाउँमा उदाहरणको लागि खस आर्य पुरुषभित्र हुन्न चाहने, बन्न चाहने, निर्वाचन लड्न चाहने साथीहरू 70-80 जना हुनुहुन्थ्यो, तर जम्मा बनिने ठाउँ 4 जना मात्रै थियो। त्यसैले बाहिरबाट हेर्दै गर्दा म किन परिनँ भन्ने लाग्छ, तर त्यो खालको दबावको अवस्था पनि रह्यो। त्यसैले हामीहरू सल्लाह गर्छौँ, गरि नै रहेका छौँ। कतिपय साथीहरूको बारेमा जानकारी पनि आइसकेको छ। त्यसैले मैले एकदमै हम्बल रिक्वेस्ट, यत्रो जोखिम उठाएर तपाईँहरू यहाँ आउनुभएको छ, यत्रो अभियानमा तपाईँहरू लाग्नु भएको छ, यत्रो ठुलो काममा हामीहरू जुटेका छौँ। यो पार्टीसँग जोडिएको छ, देशसँग जोडिएको छ, हाम्रो भविष्यसँग जोडिएको छ। यो बेलामा यतिखेर पर्नुपर्ने साथीहरू पर्नुहुन्छ, छुट्नुहुन्न, अर्को तुरुन्तै पर्नुहुन्छ। हामी अत्यन्त छोटो समयभित्र यो कामलाई सक्छौँ। तर तपाईँले अहिले म किन परिनँ भन्ने बारेमा चित्त नदुखाउनुहोस्, म भन्दिनँ। तपाईँले मलाई आएर, आदरणीय नेता विश्वप्रकाश शर्मालाई आएर, अरू साथीहरूलाई आएर, बन्द कोठाभित्र आएर तपाईँले भन्ने सबै तपाईँको अधिकार छ। तर अहिलेको लागि यहाँबाट फर्केर जाने साथीहरूले ठुलो हौसला बोकेर फर्केर जानुपर्नेको अवस्था छ। त्यसैले प्रत्येक साथीले एकछिनको लागि अहिलेको अवस्था सम्झेर, एकपटक मलाई मत सम्झेर यो बेलामा एउटा ठुलो भारी बोक्ने जमर्को गरेको छ, हामीले भारी बोकाइदिएका छौँ। त्यसैले यसलाई हिँड्ने बेलामा कहीँ कतै ठेस लागेको बेलामा फेरि मेरो साथ चाहिन्छ, मेरो सहयोग चाहिन्छ। सँगसँगै हिँड्ने हो यात्रामा, अलि तलमाथि पर्यो होला, तर सँगै हिँड्ने क्रममा कहीँ गल्ती भएछ भने सच्याउँला भन्ने सोचेर तपाईँहरूले कुरा बुझिदिनुहुन्छ। भोलि जो साथीहरू फर्काउनुभन्दा पहिला समितिमा बसेर काम गर्न चाहनुभएको साथी तर छुट्नुभएको साथीलाई भोलि दिनभरि लागेर म भेट्छु, तपाईँहरूको कुराकानी सुन्छु, यसलाई कहाँ सच्याउनु पर्ने कुरा सच्याउँछु, तपाईँहरूसँग बसेर मिलाउँछु। यति कुरा तपाईँहरूले बुझिदिनुहुन्छ भन्ने म आग्रह गर्न चाहन्छु। अन्तिममा म आफ्नै बारेमा आज एउटा कुरा गर्न मन लागेको छ। म नेपाल विद्यार्थी सङ्घको महामन्त्री थिएँ, गुरु घिमिरे मेरो अध्यक्ष हुनुहुन्थ्यो। म नेपाल विद्यार्थी सङ्घको महामन्त्री भएको बेलामा त्यो बेलामा सडकमा राज संस्थाका विरुद्धमा आन्दोलन चलिरहेको थियो र त्यो बेलामा पार्टीको नेतृत्वसँग एउटा कुरामा मत मिलेन। कोठाभित्र एउटा कुरा गर्ने, सडकमा आएर अर्को कुरा गर्ने मेरो मोरालिटीले दिएन। सडकमा जे कुरा हुन्छ कोठाभित्र त्यही, भित्र के हो बाहिर त्यही हो। तर त्यो पोलिटिकल मोरालिटीको कम्पासमा ठिक ठाउँमा उभिँदै गर्दाखेरि म त्यो बेलामा नेपाल विद्यार्थी सङ्घको महामन्त्रीबाट हटाइएको हुँ। मलाई थाहा थियो त्यो प्राइस मैले पे गर्नुपर्ने अवस्था आउन सक्छ भनेर, तर मैले जानेरै त्यो कुरा छानेको हुँ। म 13औं महाधिवेशनमा नेपाली कङ्ग्रेसको महामन्त्री लड्न उभिँदै गर्दाखेरि, मेरो आफ्नै परिवारसँग लड्न उभिँदै गर्दाखेरि मलाई सजिलो बाटो थिएन भने थाहा नभएको होइन। तर त्यो बेलामा नेपालको राजनीतिमा नौजवानहरूले, नवयुवाहरूले कम्तीमा अब निर्णायक हस्तक्षेप गर्ने कुराको प्रारम्भ भए पनि गर्नुपर्छ, मूल्य यसको जेसुकै चुकाउनु परोस् भन्ने ठाने त्यो ठाउँमा गएर उभिएँ। म अहिले नेपाली कङ्ग्रेसको महामन्त्री भएँ। म अहिले पनि याद छ, विश्वदाई र म 2 जना हामी त्यो दिन सभापतिका जिगा गएका थियौँ। प्रधानमन्त्री हुनुहुन्थ्यो। मलाई त्यो बेलामा भन्नुभएको थियो
भाइलाई कुन मन्त्री चाहिन्छ म त्यही मन्त्री बनाइदिन्छु, भाइले भनेको मन्त्री बनाइदिन्छु। विश्वदाई र मैले गएर भनेको दाइ मन्त्री बन्ने कुरा ठुलो कुरा होइन। म त तपाईँसँग संसदीय दलको नेता लड्ने हो म तपाईँसँग। मलाई थाहा छ म हार्छु, तर म हार्ने थाहा पाउँदै पनि तपाईँसँग लड्ने हो। तपाईँसँग आज म लडिनँ र मन्त्री हुने नाममा म तपाईँसँगै उभिएर तपाईँलाई नै मैले भोट हालेँ भने आज देशका थुप्रै नागरिकहरू जो नेपाली कङ्ग्रेसभित्र तपाईँलाई प्रति श्रद्धा छ, फेरि व्यक्तिगत श्रद्धामा कहीँ न हिजो कमी छ न आज कमी छ, तर नेपालको नागरिकको ठुलो तबकाले जसले 3-4 जना भूतपूर्व प्रधानमन्त्रीहरू आलो पालो गरेर प्रधानमन्त्री भइरहेका छन्, यो कुरामा ब्रेक लाग्नुपर्छ भनिरहेका छन्। कम्तीमा नेपाली कङ्ग्रेसभित्र त्यसका बारेमा प्रश्न त उठ्यो। यति कुराको लागि म तपाईँसँग लड्नुपर्छ। मैले सजिलो बाटो रोज्नुहुन्न भनेर मैले सजिलो बाटो नरोजेको हो। आज पनि मलाई थुप्रै साथीहरूले भनिराख्नु भयो, आज बिहान पनि भन्नुभयो नेताहरूले, केही समयपछि 15औं महाधिवेशन हुँदैछ त सजिलैसँग पार्टी सभापति हुने मान्छे पार्टी सभापति त बनिहाल्छ नि। सजिलैसँग पार्टी सभापति हुने मान्छेले यो खिचपिच किन गरिरहेको, किन विशेष महाधिवेशन भनेर गरिरहेको? यो सब कुरा बन्द गर। मैले पनि सायद आज पनि मैले बुझाउन सकिनँ। प्रश्न म के बन्ने भन्ने होइन, प्रश्न सजिलो बाटो हिँडेर आफ्नो सहजता खोज्ने होइन, प्रश्न फेरि पनि सत्यको पक्षमा उभिने कि नउभिने भन्ने हो, आफ्नो ब्रह्मले देखेको कुरा गर्ने कि नगर्ने भन्ने हो। बाटो कठिन होला तर निष्काम ढङ्गले आफ्नो कर्म गर्नुपर्छ भन्ने नै हो। त्यही कर्म गर्ने कोसिस गरेको, आज पनि त्यही कर्म गर्ने कोसिस गरेको। सभापति बन्ने भन्ने कुरा नेपाली कङ्ग्रेसको सजिलो कुरा होइन, यो पद मात्र होइन, यो ठुलो जिम्मेवारीका साथ आएको छ। यो सानो जिम्मेवारी होइन, यो जिम्मेवारी बोक्नका निम्ति तयार भएर म यहाँ आएको छु। आज सङ्क्रान्तिको माघे सङ्क्रान्ति हो, भर्खर सुरु भएको छ। यही सङ्क्रान्तिको यहीँबाट म आह्वान गर्न चाहन्छु, हामी नेपाली कङ्ग्रेस पार्टीलाई पहिलाको जस्तो 2007 सालको जस्तो, 15 सालको जस्तो, 33 सालको जस्तो, 46 सालको जस्तो, त्यो बेलाको जस्तो बलियो सुदृढ, त्यो बेलाको जस्तो क्रान्तिचेत भएको, त्यो बेलाको जस्तो लोकप्रिय पार्टी पनि बनाउने हो। तर सँगसँगै अस्ति भर्खर 70 सालमा जन्मिएको, अस्ति भर्खर 65 सालमा जन्मिएको वा अब जन्मदै गरेका बालबालिकाहरूले पनि भरोसा गर्ने पार्टी पनि बनाउने हो। एउटै घरको 12 आमाले हेर्दै गर्दा यो त मेरो पार्टी हो, वर्षौँदेखि मेरो बाले पनि भन्नुभएको पार्टी नेपाली कङ्ग्रेस हो, 15 सालमा मेरो हजुरबाले भोट हालेको पार्टी नेपाली कङ्ग्रेस हो भनेर उसलाई पनि आनन्द लागोस्। अनि उसकै घरमा हुर्कँदै गरेको 14, 15, 16, 18, 20 वर्षको छोरा वा छोरीलाई पनि हेर्दै गर्दाखेरि मेरो भविष्य यो पार्टीले सुरक्षित गर्छ भन्ने सक्ने पनि लागोस्, त्यस्तो पार्टी बनाउने हो। नेपाली कङ्ग्रेस पार्टीलाई सुधारको भोक भएको, त्यो परिवर्तनको गीत गाएर हिँड्ने पार्टी बनाउने हो। हामीले भर्खर मात्रै महाधिवेशनको हलबाट जे प्रस्तावहरू पारित गरेका छौँ, त्यो प्रस्तावहरूलाई अक्षरशः कार्यान्वयन गर्ने पार्टी बनाउने हो। अब नेपाली कङ्ग्रेस पार्टी सबै खालको परिवारवादबाट मुक्त भयो, नेपाली कङ्ग्रेस पार्टी सबै खालको गुटबाट पनि मुक्त भयो। आजबाट काङ्ग्रेसमा कोही 60 पनि छैन, कोही 40 पनि छैन, सक्यो। हामी सबै एउटै हो। अब कसैले कसैलाई चिन्दैन, को कुन गुटबाट आएको, सक्यो गुट, मासियो गुट। यो गुटबाट यो मासियोस् भन्ने कुरा जुन लामो समयदेखि तपाईँहरूले चाहनु भएको थियो, त्यही कुरा आज हामीले पुरा गरेका छौँ। म फेरि एकपटक सबै साथीहरूलाई हृदयबाट आभार प्रकट गर्दै म यहाँहरूलाई धन्यवाद दिँदै एउटै कुरा भन्न चाहन्छु। आज यसो हेर्दै गर्दाखेरि सानो कुरा लाग्छ, आज हामीले काङ्ग्रेसको विशेष महाधिवेशन मात्रै गरेको होइन, काङ्ग्रेसको विशेष महाधिवेशनबाट तपाईँहरूले मलाई सभापति छान्नु भएको मात्र होइन, काङ्ग्रेसको विशेष महाधिवेशनबाटै नेपालको राजनीतिको नयाँ अध्याय प्रारम्भ गर्ने कुराको उद्घोष हो। यो सानो कुरा होइन, यो सामान्य कुरा होइन। चाहे नयाँ पार्टी होस् चाहे पुरानो पार्टी होस्, सबै पार्टीभित्र बसहरू हुनुहुन्छ, सबै पार्टीभित्र बसहरूको शासन चल्छ। जुन पार्टीभित्र त्यहाँका सदस्यहरू आफै चाउरिएका हुन्छन्, मरेतल्य हुन्छन्, जो आफै हेपिएर पेलिएर बसेका हुन्छन्, जुन पार्टीभित्र प्रश्नहरू मरेको हुन्छ, जुन पार्टीभित्र आफै त्यहाँभित्र न्यायको बिगुल बजेको हुँदैन, त्यो पार्टीले बाहिर गएर न्याय गर्न सक्दैन। नेपालको पार्टीहरूको समस्या त्यही भएको। नेपाली कङ्ग्रेस पार्टीभित्र अब म तपाईँको पार्टी सभापति भएर मैले पार्टीको कुनै सदस्यलाई हेप्ने कुराको कल्पना पनि गर्न सक्दिनँ।
मैले आज यो माथि बसेर तल बस्नुभएको तपाईँभन्दा म ठुलो भएको कुरा मैले कल्पना गर्न सक्दिनँ। नेपाली कांग्रेसको प्रत्येक पार्टीको क्रियाशील सदस्य र म बराबर हो, केवल पद मात्रै फरक हो। यो परम्परा कांग्रेसमा अब सुरु भयो। म फेरि एकपटक पार्टीका तमाम देशभरिका साथीहरू जो आज महाधिवेशनमा आउनु भएको छैन, कोही महाधिवेशनमा आएर फर्कनु भएको छ, कोही महाधिवेशन प्रतिनिधि हुनुहुन्छ तर आउन चाहनु भएको छ त आउन सक्नु भएको छैन। कति साथीहरू मैले देखेँ आउनुभयो, हलमा आउनुभयो, घुम्नुभयो, बस्नुभयो, तर यहाँ आएर हस्ताक्षर गर्ने कतिपय साथीले आँट गर्नु भएन। म सबै ती साथीहरूलाई पनि आह्वान गर्न चाहन्छु, तपाईँको मनमा तपाईँ यहाँ हुनुहुन्छ, तपाईँको मनबाट आज सबै देशभरिको साथीहरू सुत्नु भएको छैन, कहीँ कांग्रेस सुतेको छैन। आज सबतिर साथीहरूको आँखा यहाँ छ। तपाईँ यहाँ आइ नपुग्नु भएको, तपाईँको मन यहाँ छ, किनकि कांग्रेस यहाँ छ। यो हो कांग्रेस, यसले हाँक्छ कांग्रेस। अब नेपाली कांग्रेस पार्टीलाई देशभरि सिङ्गो कांग्रेसलाई एक ढिक्का बनाएर हाम्रो पार्टीको पूर्व सभापति श्री आदरणीय शेरबहादुर देउवालाई पनि सम्मान राख्दै, पार्टीका तमाम नेताहरूप्रति राख्नुपर्ने आदर भाव राख्दै, कुनै व्यक्तिगत टीका टिप्पणी केही पनि नगरिकन, उहाँहरूको आशीर्वाद पनि लिँदै, उहाँहरूको अभिभावकत्वलाई पनि मान्दै, उहाँहरूलाई पनि उहाँहरूको पनि सँगसँगै साथ सहयोग लिँदै नेपाली कांग्रेस पार्टीको हाम्रो आफ्नो यात्रालाई हामी अगाडि बढाउनेछौँ। भर्खर यहाँ भाइले जानकारी गराउनुभयो, राष्ट्रिय सभाको सदस्य आदरणीय नेता बलदेव बोहराको आज निधन भएको छ। उहाँप्रति हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छौँ र दिवंगत आत्माको चिर शान्तिको लागि म भगवानसँग प्रार्थना पनि गर्छु र शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस पार्टीको तर्फबाट हार्दिक समवेदना पनि प्रकट गर्न चाहन्छु। मैले यति कुरा राखेँ, यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। भोलि अब हामी बैठक बस्छौँ, निर्वाचन आयोगमा गएर हाम्रो आफ्नो विशेष महाधिवेशनको कुरालाई अद्यावधि गराउँछौँ र हामी के एक्सपेक्ट गर्छौँ भनेदेखि अत्यन्त छोटो समयभित्र निर्वाचन आयोगले नेपाली कांग्रेस विशेष महाधिवेशनबाट गएको निर्णयलाई अद्यावधि गर्छ र त्यो अद्यावधि गर्ने कुरा सँगसँगै कांग्रेसभित्र अहिले देखिएको अलिकति भएका दुविधाहरू सकिन्छन्। सिङ्गो कांग्रेसलाई एक ढिक्का बनाएर पूर्व पार्टी सभापतिको लस्करमा आदरणीय दाइ शेरबहादुर दाइलाई पनि राखेर हामी अगाडि बढ्छौँ। यति कुरा यहाँलाई राखेँ। यत्रो ठुलो भरोसा तपाईँहरूले गर्नुभएको छ। बुढाबुढी केही नभनिकन आदरणीय श्यामबहादुर दाइ यहाँ हुनुहुन्छ, अझै अहिले करिब 88 वर्ष हुनुहुन्छ। यहाँ कांग्रेसको महाधिवेशन प्रतिनिधि, यहाँ तल यति धेरै नौजवानहरू हुनुहुन्छ, यहाँ कुनै एउटा उमेर समूहको होइन, सिङ्गो नेपाली कांग्रेस पार्टीको साथ यहाँ छ, सबैको सहयोग छ। तपाईँ सबैको साथ र सहयोगबाट कांग्रेस पार्टीलाई ठिक ठाउँमा उभ्याउने र त्यो उभिएको नेपाली कांग्रेस पार्टीलेबाट देशप्रतिको आफ्नो जिम्मेवारी पुरा गर्ने सन्दर्भमा यो अगाडिको यात्रामा गाह्रो साह्रो दुःख सुख सबैमा तपाईँहरूको यस्तै साथ रहन्छ भन्ने विश्वास गर्दै मेरो आफ्नो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय नेपाल।